द्वितीय अध्याय सतीदेवी उत्पत्ति वर्णन। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, अघि यो संसार पद्मकल्पमा जलमय छँदा परब्रह्मा स्वरूप विष्णुका नाभिदेखि सहस्र दल कमल उत्पन्न भयो। त्यस कमलमा ब्रह्मा बस्नु भई संसारको सृष्टि गर्ने विचार गर्नुभयो। त्यस बखत विष्णुको कानेगुजीदेखि बडा वीर पराक्रमी मधुर कैटभ नाम गरेका दुई दैत्य उत्पन्न भए। ती मधुर कैटभ दैत्यले कहाँ के छ भनी जलमय संसारमा भ्रमण गर्दा गर्दा ब्रह्मा बसेको सहस्रदल कमल नजिक पुगे। कमलको डाँठ देखेर कमलको डाँठ समाति माथि जाँदा ब्रह्मालाई देखे। तब ब्रह्मालाई खसाल्न तयार भए। ब्रह्माले डराइकन योग मायाको आराधना गर्नुभयो। योग माया खुसी भई प्रकट हुनुभयो। त्यसपछि ब्रह्माले बिन्ती गर्नुभयो, हे ईश्वरी, विष्णुलाई जागा गराइदिनुहोस्। ब्रह्माको यस्तो वचन सुनि योग मायाले विष्णुलाई जागा गराइदिन्। श्री विष्णु जागा हुनुभयो। यहाँ मधु कैटभलाई देखि क्रोधले चाँडै युद्ध गर्न अघि सर्नुभयो। दिव्य 5000 वर्षसम्म जलमा घनघोर युद्ध भयो। तैपनि मधुर कैटभ दैत्यलाई जित्न सक्नु भएन र विष्णुले, हे दैत्य हो, तिमीहरू बडो पराक्रमी रहेछौ, म सन्तुष्ट भए, वर माग भनी आज्ञा हुँदा मधुर कैटभ दैत्यले अहङ्कार गरी भने, हे विष्णु, युद्धमा तिमीलाई हामीले जित्यौँ, तिमी वरदान के देउला? बरु हामीसँग तिम्रो इच्छा भएको वर माग, हामी अवश्य दिनेछौँ। यस्ता मधुर कैटभको वचन सुनि विष्णु आज्ञा गर्नुहुन्छ, हे मधुर कैटभ, तिमीहरूले राम्रो कुरा गर्यौ, म वर माग्दछु, वाचा गर। र मधुर कैटभ दैत्यले तिमीले मागेको वर हामी अवश्य दिउँला भनी वाचा गरे। तब विष्णु आज्ञा गर्नुहुन्छ, हे दैत्य हो, अरू थोक त के मागु, वर तिमीहरू दुवैलाई म मार्नेछु, मेरो हातदेखि मर। यस्तो विष्णुको वचन सुनि मधुर कैटभ दैत्यले भने, हे विष्णु, तिमीले कपट गरी वर माग्यौ, तथापि हामीले वाचा गरेको दिन्छौँ, अब के गरौँ भनी मधुर कैटभले मनमा विचार गरे कि संसार जलमय छ, तसर्थ जल नभएको ठाउँ भन्नु नै उचित हुन्छ। सोही विष्णुसँग भने, हे विष्णु, हामीलाई जल नभएका ठाउँमा मार। यदि दैत्यले भनेको सुने विष्णुले ती दुवै दैत्यलाई आफ्नो काखमा राखी सुदर्शन चक्रले हेलैसित मार्नुभयो। तिनै दैत्यको बोसो शीतकालमा तुषारोले पानी जमे झै समुद्रको जलमा जमेर पृथ्वी भइन्। मासुले पर्वत भयो, हाडले पत्थर भयो। त्यो देखेर ब्रह्माले अब संसारको सृष्टि गरौँ भने पहिले 14 भुवन सृष्टि गर्नुभयो। कुन कुन भने भूरलोक, भुवरलोक, स्वर्गलोक, महलोक, जनलोक, तपलोक, सत्यलोक। यी माथिका 7 र अतल, वितल, सुतल, तलातल, महातल, रसातल, पातल, यी 7 तलको उत्पन्न गर्नुभयो। त्यसपछि द्वीपहरूको सृष्टि गर्नुभयो। कुन कुन भने जम्बुद्वीप, पलक्षद्वीप, सालमन द्वीप, कुशद्वीप, क्रौञ्च द्वीप, शाकद्वीप, पुष्करद्वीप। यी द्वीपहरू पहिले भन्दा दोस्रो दोब्बर ज्यादा, दोस्रो भन्दा तेस्रो दोब्बर ज्यादा भएर परस्पर बढ्दै गएका छन्। अनि 7 समुद्रको सृष्टि गर्नुभयो। कुन कुन भने क्षारोद समुद्र, ईश्वरस्वद समुद्र, सुरोद समुद्र, घृतोद समुद्र, क्षोरद समुद्र, दधिमण्डोत समुद्र, सुदोद समुद्र। यी 7 समुद्रको सृष्टि गर्नुभयो।
यी पनि द्वीप जस्तै परस्पर बढ्दै गएका छन्। जम्बूद्वीप क्षुरद समुद्रले बेष्टित छ, त्यहाँ अग्निग्रह नाम गरेको राजा राज गर्छन्। दोस्रो लक्षद्वीप इच्छु र स्वद समुद्रले बेष्टित छ, त्यहाँ राजा छन्। तेस्रो सालमनी द्वीप सुरोध समुद्रले बेष्टित छ, त्यहाँ यज्ञबाहु राजा छन्। चौथो कुशद्वीप घृतोगस समुद्रले बेष्टित छन्, त्यहाँ हिरण्य रेता नामक राजा छन्। पाँचौं कौशद्वीप क्षीरोद समुद्रले बेष्टित छ, त्यहाँ घृतपृष्ठ नाम गरेका राजा छन्। छैटौं शाकद्वीप दधी मण्डोत समुद्रले बेष्टित छ, त्यहाँ मेधातिथि राजा छन्। सातौं पुष्करद्वीप शुद्धोद समुद्रले बेष्टित छ, त्यहाँ बिथिहोत्र राजा छन्। जम्बूद्वीपको विस्तार लक्ष्य लाख योजन छ, यो कमल जस्तो गोलो छ, यहाँ 9,000 योजन 4 कोस विस्तारका 9 खण्ड छन्। यस्ता तरहका पृथ्वीको सृष्टि गरेपछि अष्टपर्वत सृष्टि गर्न लाग्नुभयो। कुन कुन भने सुमेरु पर्वत, गन्धमादन पर्वत, कैलाश पर्वत, हिमालय पर्वत, त्रिकुट पर्वत, त्रिकुट पर्वत, चन्द्रकुट पर्वत, चन्द्रातक पर्वत, यति अष्टपर्वतको सृष्टि गर्नुभयो। हे अगस्त्य मुनि, अब प्राणी सृष्टि गरौँ भनी श्री महादेवको तपस्या गर्नुभयो। दिव्य 12,000 अति कष्ट गरी तपस्या गर्दा महादेवको प्रत्यक्ष भई, हे ब्रह्मा, तिम्रो भक्तिदेखि म सन्तुष्ट भए, वर माग भनी आज्ञा भयो। यो सुनि ब्रह्माले महादेवलाई नाना उपचारले पूजा गरी स्तुति गर्नुभयो। हे परमेश्वर, हजुर कस्तो हुनुहुन्छ भने आफ्ना मायाले ब्रह्माण्ड संसार तुल्याए, आफ्ना मायामा भुलिरहनु भएको यस्ता हजुरकन कोटी कोटी नमस्कार। फेरि एक मूर्तिले 3 मूर्ति ब्रह्मा विष्णु महेश्वर नाम भइरहनु भएका यस्ता हजुरकन कोटी कोटी नमस्कार। फेरि फगत संसारका धनी सर्वव्यापी भइरहनु भएका यस्ता हजुरकन कोटी कोटी नमस्कार। हे ईश्वर, हजुरको महिमा वर्णन गर्न अनन्त विष्णुले पनि नसकेका म कसो गरी सकुला। हजुरको प्रसादले भुवन पाताल पर्वत द्वीप समुद्र सृष्टि गरिसके, अब प्राणी सृष्टि गर्न सकु, यति वरदान दिनुहोस् भनी बिन्ती गर्नुभयो। यति ब्रह्माले भनेको सुन्नु भएपछि महादेव भन्नुहुन्छ, हे सुरर श्रेष्ठ, सृष्टिकर्ता भएको हुँदा तिमीले प्राणी पनि सृष्टि गर्न सके भनी वरदान दिनुभयो। त्यहाँ उपरान्त ब्रह्माले मनमा हर्ष गरी श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी सुमेरु पर्वत गई अन्तर ध्यान हुनुभयो। ब्रह्माले सुमेरु पर्वतमा शिवलोक, विष्णुलोक, ब्रह्मालोक, उमालोक, स्कन्दलोक, नानालोक सृष्टि गर्नुभयो। सबभन्दा माथि धर्मलोक सृष्टि गर्नुभयो। अनि सुमेरु पर्वतका पूर्व दिशामा ऐरावती, आग्नेय कोणमा शुद्धावती, दक्षिण दिशामा यमपुरी, नैऋत्य कोणमा कृष्णावती, पश्चिम दिशामा श्रद्धावती, वायव्य कोणमा गन्धावती, उत्तर दिव्य कोणमा अलकापुरी, ईशान कोणमा यशोमती सृष्टि गर्नुभयो। यति सृष्टि गरी पुनः स्थावर जङ्गम सृष्टि गरी प्राणीको सृष्टि गर्न लाग्नुभयो। पहिले कश्यप प्रभृति 100 ऋषि मनले चिताउँदै सृष्टि भयो। अगस्त्य मुनि भन्नुहुन्छ, हे स्कन्द कुमार, तिमी वचन रूपी अमृतको रस मेरा कान रूपी जिब्रोमा बारम्बार पिउन इच्छा गर्दछौ। सृष्टिका कुराहरू सबै सुने, अब देवता दैत्य मनुष्य कस्ता रीतिले सृष्टि गर्नुभयो त्यो सुन्न साह्रै इच्छा छ, आज्ञा गर्नुहोस्। यदि अगस्त्य मुनिले भनेको वचन सुनि कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, कश्यप ऋषिका अदिति, दिति, धनुका, कारा, घोरा, सिम्मिका, क्रोधा, प्राधा, बलिष्ठा, विनिदा, कपिला, क्रुद, मनु यस्ता नाउँ गरेका 13वटी पत्नी थिए। दितिका गर्भदेखि हिरण्यकश्यप प्रभृति दैत्य जन्मे। अदितिका गर्भदेखि चन्द्र, सूर्य, इन्द्र प्रभृति 33 कोटी जन्म भए। दिनुका गर्भबाट दानवहरू जन्मे। कोरा र घोराका गर्भदेखि गन्धर्वहरू जन्मे।
सिमिकाका गर्भदेखि राहु जन्मे, क्रोधाका गर्भदेखि क्रोध जन्मे, प्राधाका गर्भदेखि रम्भा, तिलोत्तमा, उर्वशी प्रभृति अप्सराहरू जन्मे, मनुका गर्भदेखि ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र, ती 4 प्रकारका मनुष्यहरू जन्मे। बलिष्ठा र विनताका गर्भदेखि अरुण, गरुड, सम्पत्ति, मयूर, कोकिल, चकेवा, जीव, मुनिया, धोबिनी, राजहंस प्रभृति पक्षीहरू जन्मे। कपिलाका गर्भदेखि कामधेनु, सिंह, शार्दूल, बाघ, हात्ती, घोडा, मृग, जरायो, गैंडा, खरायो प्रभृति पशुहरू जन्मे। रुद्रको गर्भदेखि शेषनाग, अनन्तनाग, वासुकी नाग, पद्मनाग, कुलिक नाग, कर्कोट नाग, तक्षक नाग, शङ्ख नाग, यदि अष्टनागहरू जन्मे। हे अगस्त्य मुनि, यस्ता तरहले देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, राक्षस, अप्सरा, नाग, मनुष्य, पक्षी, पन्छी सृष्टि भएको देखि ब्रह्माले अब यिनीहरूलाई खानाका निमित्त आहारको सृष्टि गरौँ भनी धान, जौ, तेल प्रभृति नाना अष्ट सृष्टि गरे। ए अगस्त्य मुनि, यो म संक्षेपले मात्र भन्दछु, अरू सबै कुरा पुराणबाट विस्तार गरिएकै हुँदा सोहीबाट सबै बुझिने नै छ भन्ने कुरा बताए। अब तिमीलाई जे सुन्ने इच्छा छ भनी म कुमारले आज्ञा गर्नुभयो। अगस्त्य मुनि भन्दछन्, हे पार्वती नन्दन, कुन भुवनमा कुन देवता छन्, दिक्पाल छन्, कसो गरी भए सुआज्ञा गर्नुहोस्। यति अगस्त्य मुनिले भनेको वचन सुनि कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, कैलाश भुवनमा श्री महादेव, वैकुण्ठ भुवनमा विष्णु, सत्य भुवनमा ब्रह्मा, उमा भुवनमा पार्वती, स्कन्द भुवनमा म स्कन्द कुमार छु, ध्रुम भुवनमा ध्रुम ऋषि, नैऋत्य भुवनमा अन्य ऋषिहरू छन्। यति भुवनका कुरा बताए। अब दिक्पाल भएको बताउँछु। कश्यप ऋषिका पुत्र इन्द्रले हिमालय पर्वत गई धेरै कालसम्म कष्ट गरी तपस्या गर्दा श्री महादेव सन्तुष्ट भए। हे इन्द्र, तिम्रो भक्तिदेखि म सन्तुष्ट भए भनी वरदान दिई पूर्व दिशाको दिक्पाल भएस् भनी अमरावती अधिपति गरी पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। श्री महादेव सन्तुष्ट भई अग्नि भन्ने नाउँ राखी अग्नि कोणको दिक्पाल भएस् भनी शुद्धवतीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई यम भन दक्षिण दिशाको दिक्पाल भएस् भनी यमपुएको अधिपति गराई पठाए। फेरि अर्की एकजना गए त्यस्तै गई तपस्या गरे। महादेव प्रसन्न भई नैऋत्य नाम राखी नैऋत्य कोणको दिक्पाल भए सुनि कृष्णावतीको अधिपति गराई पठाए। फेरि अर्को एकजना गई त्यसै गई तपस्या गरे। महादेव सन्तुष्ट भई वरुण भन्ने नाम राखी पश्चिम दिशाको दिक्पाल भएस् भनी श्रद्धावतीको अधिपति गराई पठाए। फेरि 49 वायुले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरदान ल्याऊ भनी आज्ञा गर्नुभयो। 49 वायुले हामी 49 जना एकै हुन सकौँ, हामीलाई कसैले नदेखुन् भनेर शब्द मात्रै सुनुन्, बलमा पनि कसैले जित्न नपाउन् भन्दा महादेवबाट तथास्तु भनी वरदान पाई वायु भनी नाम राखी वायव्य कोणको अधिपति गराई पठाउनु भयो। फेरि अर्काले गई त्यसै गरी तपस्या गरे। महादेव सन्तुष्ट भई कुबेर भन्ने नाम राखी उत्तर दिशाको दिक्पाल भइस् भने अलकापुरीको अधिपति गराई पठाउनु भयो। फेरि अर्काले गई त्यसै गरी तपस्या गरी। महादेव सन्तुष्ट भई विश्वकर्मा भन्ने नाम राखी ईशान कोणको दिक्पाल भइस् भनी यशोवतीको अधिपति गराई पठाउनु भयो। हे अगस्त्य मुनि, यदि दिक्पालहरू भएको कुरा बताए। अब महादेवका स्त्री सतीदेवीको मृत्यु र उत्पत्ति भएको कुरा भन्दछु, सुन भनी कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, सतीदेवी महादेवकी स्त्री कसो गरी भइन्, कसो गरी मृत्यु भयो, के उत्पत्ति भयो, त्यो आज्ञा गर। यति अगस्त्य मुनिले भनेको सुनि कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, सुन, 8 प्रजापति अनि 8 प्रजापति थिए। 8 प्रजापतिमा श्रेष्ठ दक्ष प्रजापति थिए। तिनको बिरणी नाम गरेकी स्त्री थिइन्। उनी गर्भिणी भई मास पूर्ण भएर पुत्री जन्मिन्।
कस्मी पुत्री बनी 1000 सूर्यको जस्तो तेज भएकी 32 लक्षण युक्त भएकी पद्मपत्र जस्तो नेत्र भएकी रक्तवर्ण अरुण उदय भएको जस्तो यति परम सुन्दरी पुत्री जन्मेको देखि दक्ष प्रजापतिले मनमा आनन्द मनाई आफ्ना पुरोहित वशिष्ठ प्रभृति ऋषि र ज्योतिषहरूलाई डाकी विधिपूर्वक वारण गराए। वशिष्ठ प्रभृति ऋषि ज्योतिषहरूले ज्योतिष शास्त्रबाट विचार गरी भने, हे दक्ष प्रजापति, यस बालिकाको नाम सतीदेवी भनी त्रिभुवनमा प्रख्यात हुन् भनी सतीदेवी नाम राखे। दक्ष प्रजापतिले श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराई विदा गराई पठाइदिए। उनीहरू आफ्ना आश्रममा जाँदा भए। यति स्कन्द महापुराणे केदारखण्डे माघमात्मे कुमार अगस्त्य संवादे सतीदेवी उत्पत्ति नाम श्री श्रीकानी परमेश्वरी व्रतकथायां 2य अध्याय।